सहमति कार्यान्वयन नगरे भोलिबाट आन्दोलन चर्काउने यातायात व्यवसायीको चेतावनी। नमस्कार, टाइम्स न्यूज नेपालमा यहाँलाई स्वागत छ। यातायात व्यवसायीहरूले आफूहरूको आन्दोलन थप सशक्त बनाउने बताएका छन्। सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका अध्यक्ष विजय बहादुर स्वारले एक विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ता जारी रहेकोले आफूहरूको आन्दोलन सशक्त रूपमा अघि बढाउन देशभरका यातायात व्यवसायी, स्वरोजगार, मजदुर, कर्मचारीहरूमा आग्रह गरेका छन्। संघीय सरकारसँग भएको सहमति गण्डकी प्रदेश सरकारले कार्यान्वयन नभए भोलिदेखि आन्दोलन अझै सशक्त रूपमा अघि बढ्ने विज्ञप्तिमा बताइएको छ। उनले भनेका छन्, संघीय सरकारसँग भएको सहमतिलाई गण्डकी प्रदेश सरकारले सहमति अनुसार कार्यान्वयन नभएमा भोलिदेखिको आन्दोलन अझ सशक्त रूपमा अगाडि बढाउने बेहोरा यसै विज्ञप्ति मार्फत सम्बन्धित सबै पक्षमा अनुरोध गरिन्छ। पत्रकार सम्मेलन आयोजना गरेर आन्दोलनका कार्यक्रम र सरकारसँग भएका सम्झौता सार्वजनिक गरिने पनि विज्ञप्तिमा बताइएको छ। उता प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले भने सहमति कार्यान्वयनका लागि पत्र पठाइएको छ। उक्त पत्रबारे अहिले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल भइरहेको बताएका छन्। धन्यवाद। यस्तै समाचार सुन्नको लागि हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला।